घरतिर गइरहेको हो। कौशिका म लखर 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 हामी चौरस्तामा पुग्यौँ। डुल्दै 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 हाँस्दै जिस्किँदै बोल्दै हामी खासमा हस्पिटल गएको, तर हिँड्दै हिँड्दै अरू ठाउँतिर पनि भिजिट गर्दै हामी हस्पिटल गएको थियौँ। यो चाहिँ रातिको सिन हो। दार्जिलिङ बजार देखिरहेको छ। राति सिंहमारीदेखि देखेको दार्जिलिङ बजार हो। यतिखेर चाहिँ अलिकति उज्यालो भएको थियो, नत्र हुस्सुहरू लागिरहेको हुन्छ जतिखेर पनि। यो चाहिँ कौशिकाको बुनु घाँस खाँदैछ। उसले दबाई खोजेर खाँदैछ। यो चाहिँ नर्थ पोइन्ट स्कुल हो। कस्तो कुहिरो लागिरहेको थियो, त्यही भएर त्यति राम्रो क्लियर देखिरहेको छैन। बाबाले मलाई उहाँ बिरामी हुनुहुन्छ, त्यही भएर उहाँको बिरामीको बारेमा मलाई बताइराख्नु भएको छ। हामी दुईजना गफ गर्दै बसिरहेको, उहाँको रोगको बारेमा बताइराख्नु भएको छ। यो चाहिँ दार्जिलिङबाट फर्किने क्रममा बाटोमा खिचिएको हो। कति धेरै हुस्सु पानी कन्टिन्यू, अनि भोकले 10-11 बजे पशुपतिनगरमा पुगेर। यो चाहिँ मेरो गाडी रानी सेवा, अगाडिको सिट मेरो हो। अब हामी सुरु गऱ्यौँ हाम्रो यात्रा। यस्तो धेरै बाक्लो हुस्सु लागेकोले गर्दाखेरि जाडो सँगसँगै शीतल, धेरै शीतल, तर अब तल आएर चाहिँ गर्मी हुनु सुरु भइसकेको थियो। तर घरि उज्यालो घरि हुस्सु त्यस्तै हुँदै हामी ओह्रालो झर्दै एकैछिनमा हुस्सु पानी परेको त्यस्तै फेरि उज्यालो भयो। हामी कन्याम पुग्यौँ। कन्याममा चियाबारीमा फोटो सिन लिनुको मजै अर्कै। यति राम्रो भ्यू देखिरहेको थियो। यहाँ चाहिँ त्यति धेरै हुस्सुहरू लागेको पनि थिएन, त्यही भएर म चाहिँ अगाडि बसेकोले गर्दाखेरि भिडियो बनाउनु मलाई सजिलो भयो। म खुसी साथ रमाउँदै भिडियोहरू बनाइरहेको थिएँ। यति राम्रो थियो। त्यति बेलै कुहिरो मजाले हटेको थियो क्या यहाँनिर। आइएम लक्की। म खिच्दै अगाडि आएर अगाडि बसेर खिच्दै आइरहेको थिएँ। यहाँनिर चाहिँ धेरै मान्छेहरू भिडभाड थियो। यस्तो राम्रो छ। यो चाहिँ झापामा आइसकेको बेलाको पुल हो। एउटा लामो ब्रिज रहेछ हो, त्यहाँनिर मलाई खिच्नु मन लागेर खिचेँ। यस्तो राम्रो लागेको। अनि फेरि यहाँनिर दमकमा आएपछि केपी बाले बनाउनु भएको स्थापना चाहिँ उहाँले गर्नुभएको पुल रहेछ। कस्तो अर्कै खालको उतापट्टि हो यो बन्दै गरेको पुल रहेछ। लामो पुल छ, तर अहिले कन्टिन्यू बनि नै रहेको छ। राम्रो छ यो पनि, पछि तर टाइम चाहिँ लाग्छ होला। यो चाहिँ मैले किनेको सब्जी। Thank you for watching.